Hello guys, good morning everyone, welcome back to my YouTube channel. I hope सबैजना सन्चै हुनुहुन्छ। म पनि एकदमै आराम छु हैन। आज चाहिँ हाम्रो के हो के छ त आज विशेष। आज चाहिँ हाम्रो राष्ट्रपति रनिङ सिलो है। आज 20 गते आज राष्ट्रपति रनिङ सिलो 9 बजे भएको हामी स्कुलमा यहाँ 9 बजिसकेको छ हैन। हल्का बिरामी भयो जस्तो हुन्छ क्या साप पत्ता लाग्यो चाहिँ। अनि गाईहरू त्यही हो रनिङ सिलो आज चाहिँ। अनि आज चाहिँ हाम्रो स्कुलदेखि जाने हो तल हैन। तल सुलडाँडा गइन्छ। अब वहाँ गएर गेम सेमहरू हुन्छन् हैन। मलाई चाहिँ भलिबलमा राखेन, मलाई चाहिँ उमा राखेको के अरे हाई जम्प लङ जम्पहरू यस्तो यस्तोमा केमा राखेन हैन। अनि भलिबल पनि हुन्छ आज केटाहरूको हैन। भलिबल हुन्छ आज केटाहरूको। म भलिबल पनि देखाउँछु, केटाहरूको गेम देखाउँछु हैन। गेम के हुन्छ कस्तो हुन्छ हैन, त्यही गरेर भेटौँला हैन। अहिले चाहिँ मलाई लास्ट ढिला भइरहेको हैन। अहिले चाहिँ अहिले स्कुल जाने बेलामा चाहिँ भेटौँला है। हेलो गाइज, हामी चाहिँ घरदेखि निस्किसकेको छौँ। हाम्रो भान्जा बाबुलाई हेर्न सक्नुहुन्छ है। के छ त भान्जा, केही शब्द बोल्ने हो? बोल्ने हो त? खासै बोल्न आउन्न आउने भए दुई चार शब्द बोल्थे। बोल्नु न बोल्नु त नजानी नजानी हामी बोल्नु नजानी अब हजुर बोल्नु क्या भलाको नजानी के बोल्नु मलाई नि आउन खासै बोल्न होइन। हल्का माया दिइहाल्नु पर्यो गाइजहरू यस्तै छ होइन। अब हामी स्कुलतर्फ लाग्दैछौँ। अहिले चाहिँ ठिक 10 बज्न लागिसकेको छ। बडा चाहिँ हाम्रो 9 बजे बोलाएको हुन् लाउनुलाई यस्तै छ होइन। राष्ट्रपति चाहिँ अब आउँदैछ भन्दा मात्रै आइहाल्यो होइन। अब गइहाल्छ अब फेरि 2 दिन हो 2 घन्टाको जस्तो लाग्छ यार होइन। गइहाल्छ त्यसपछि फेरि सरासर पढ्ने होला लेख्ने होला उही पढाइ उही लेखाइ होइन। साला यो दुःख खत्म नि होता बे। अब फेरि त्यही होला होइन। हजुर ठिकै छ, केही छैन। अब के हुन्छ कस्तो हुन्छ म देखाउँछु, गेमहरू पनि देखाउँछु होइन। सबैजनाले हेरिदिनु होला। भिडियो चाहिँ लामै हुन्छ होला तर पनि यसो हेरौँ होला है। लाइक कमेन्ट सेयर सब्सक्राइब चाहिँ नछुटाइकन गरिदिनु होला होइन। जाडो चाहिँ वात्तै बढेको क्या बिउतिर होइन भन्छ। जाडो त एकदम वात्तै क्या। यहाँ चाहिँ जङ्गलको बाटो एकदम अप्ठ्यारो छ होइन। अब त्यहाँ स्कुलतिरै गएर म त्यहाँ बसमा गसिब थिएँ। केटाहरूको कस्तो कस्तो भइरहेको नि त्यहाँ। अहिले बन ठाउँ पनि हुन्न कि त्यहाँ कोचा होइन। अब त्यही अनुसार म चाहिँ देखाउने छु है। अहिले भेटौँला है गाइजहरू। A few moments later. हेलो गाइज, हामी चाहिँ स्कुल नजिकै आइसकेका छौँ होइन। सरहरूले उहाँ बोलाइरहनु भयो होइन। मलाई नदेखाउनु हाम्रो स्कुल त हाम्रो भान्जा बाबु यता हुनुहुन्छ होइन। बाल होइन सर, हामी त यस्तै छ पाराहरू होइन। यी सरहरूले हेर्नुहुन्छ है। मलाई त ढिल्ला लाग्छ यार। के गाली गर्ने होइन त लेट भइहाल्छ नि हल्का। गाइजहरू अब त्यहाँ बसमा गएर भेटौँला। हो के हो र यो, कहाँ हो बनी? बनी कहाँ हो त? यस्तै हो क्या जाने हो र। हाम्रो नवीन दादालाई हेर्नु सक्नुहुन्छ होइन। बल्ल हामी बनी कहाँ हो त नि? बस्दैन क्या उठ्ने हो। अच्छा ठीक है। किन यस्तो बर्नु त दिँदैन मलाई त यार। उयो बर्नी व्यवस्था मिलाएको यार साप्राले हुने यार। यहाँ घुडी झाडदेखि हाम्रो कर्नलाई हेर्न सक्नुहुन्छ है। माला छैन भान्जा के छ त बाबु? के छ भान्जा बाबु? एकदम ठिक छ गरे होइन। साथीको खाला पाइन्छ हाम्रो नवीन ढिलो के लेखा हामी बान्द्रे हिँड्यो होइन अझै सिधै तल जान्छ क्या। बान्द्रे अहिले आउँछ अरे। 4 नम्बरमा छ के अरे। डाइरेक्ट आउँछु भने
मसँग हर तार्न मन कसै गर्छ म केलाई फेरि गरेर फेरि जुम गरेर दामको पछि जाम त मामा है ओ मलाई बहनी कुरो मिलाएको केटा यार पछि हिँड्न मिल्ला गरे ल हाम्रो नवीनलाई हेर्न सक्नुहुन्छ ओ नवीन दाइ हेर्ने मान्छेले हेर्ने लाइनमा ल हाम्रो अमर माविको विद्यार्थीहरू रिटर्न त हेर ल अब तिमी देखिया बल्ल होइन प्रदेश भाइको च्यानललाई एकदम लाइक शेयर सब्सक्राइब माया दिनु ल उता अकाल सालन देखाउनु हाम्रो सर यता हुनुहुन्छ ल ल ए तातेको छ हामीले सिल हेर्नु चाहिँ अघिल्लो वर्ष सिल लगाएको यहाँ छ मादल र के गरौँ ल छिटो यो पछि आउनु पर्ने ल गाइजहरू हेर्नु सक्नुहुन्छ हामी आइसकेको छ एगडा हो फाइनल्ली है हेर्न सक्नुहुन्छ है ग्याङ हो हामी चाहिँ यहाँ आइसकेको छ गाइजहरू सबैजनाले हेरिदिनु होला है ल म गेम के हुन्छ कसो हुन्छ सब देखाइरहेको छ हाम्रो आशिष भाइलाई हेर्न सक्नुहुन्छ है ठिक छ गरी होइन मोटे भाइले के यहाँ मोटे भाइ नि यहाँ छ है ल ल है तिम्रो कहाँ हो मेरो अन्डरमा चलायो तिम्रो सब मैले फेरि त्यसो सबै हेरिदिनु होला म गेम सेम के हुन्छ कसो हुन्छ म देखाइराख्ने छु होइन लाइक कमेन्ट सेयर सब्सक्राइब चाहिँ नछुटाइकन गरिदिनु होला होइन यसो सेयर पनि हानिदिनु होला सबमा यो भिडियो चाहिँ सेयर हानिदिनु होला होइन त्यस्तो छ भीमसेन माविमा आइसकेको छौँ हामी चाहिँ माविमा आइसकेको छौँ हामी चाहिँ गाइजहरू हाम्रो ग्याङहरूलाई हेर्न सक्नुहुन्छ हामी ट्रफी हाम्रो कबड्डीको ग्याङलाई हेर्न सक्नुहुन्छ ल है मिस नमस्ते साँच्चै हुनुहुन्छ के अरे होइन यहाँ भ्लगमा केही भनिदिनु के मिस यता भन्नु पर्यो क्या केही एकछिन सबैले आज जित राम्रोसँग खेल ल ल त्यस्तो कुरो नगर अहिले भर्खरै जनता धारा नारायणी अमर लालीविलास भीमसेन रेस र अन्तिममा लेखानी माध्यमिक विद्यालय कृपया धाराको छेउबाट सुरु गरे। ल है गाइज यो चाहिँ हाम्रो अहिले सबैजना लाइनमा बसिसकेका छन् अब एकछिनपछि यहाँ मार्च पास हुनेछ लाइनमा अब पिटी खेल्ने छन् साथसाथै अब मार्च पासको नि हामी हजुरहरूलाई देखाउने नै छौँ त्यसपछि फेरि जुडौँला नि त गाइज त्यसपछि अरू खेल पनि हुँदै हुन्छ अरू खेल्ने हुँदैछ त्यसपछि यहाँ हाम्रा विद्यार्थी मित्रहरू मार्च पासको लागि निकै तम तयारी अवस्थामा हुनुहुन्छ हामी थाकिन्छ के खेर बात हो अब सबैले शान्तिका प्रतीक परेवा उडाउने कार्यक्रम भइरहेको छ सबैले तालीद्वारा सम्मान जनाइदिनुको लागि म हार्दिक अनुरोध गर्दछु धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु कला संस्कृति तथा खेलकुद विकास समितिको तर्फबाट अध्यक्षज्यूलाई उहाँले औपचारिक रूपमा उद्घाटन गरिसक्नु भएको छ धेरै धन्यवाद पुनः धन्यवाद व्यक्त गर्न चाहन्छु
सात जस्तो नि छ बोमे हामी जाँदा पनि हाम्रो त हात हल्लिँदो बिग्रे यिनीहरू भन मै माथि हो कहाँ तल कसलाई कहाँ जुम गरेर बसेर म यहाँ हेर्न बिग्रेको हेर त्यहाँ कति केटीहरू कति ग्याप छ केटाहरू कति ग्याप छ राम्रै छ हामी चाहिँ यसो तल फ्रेस हुन हिँडिसकेको छौँ है साथीभाइहरू होइन कबड्डी हुँदैछ भलिबल हुँदैछ गर्ल्सको चाहिँ ल्याहानी चाहिँ टपमा छ तातेको छ ल्याहानीबाट चाहिँ भ्यूबाट अब कबड्डीमा केटी भाइलाई दुई चार शब्द बोला नि त अब त्यही हो अब चाहिँ हाम्रो यो पडकास्टको उसलाई चाहिँ युट्युब च्यानल चाहिँ लाइक कमेन्ट सब्सक्राइब हानौँ जति सक्दो सेयर हानौँ होइन अनि टक्क चाहिँ अब यसले चाहिँ केटो बल्ल बल्ल स्टार्टिङ गर्दैछ अपलोड भिडियो आउँदै राख्छ राम्रो नराम्रो जे भए पनि तपाईँहरूले सुनेर अथवा हेरेर भए पनि साथ दिनु होला जति सक्दो त्यो हेर्नु होला नहेरे पनि सुनिदिनु होला भिडियोलाई यसो सेयर गर्ने लाइक कमेन्ट हालिदिनु अनि तपाईँको घर भएको सबैको मोबाइलबाट टक्क आइडी सर्च गरी गरी सब्सक्राइब ल हानै तिमीले नि हो एक नम्बर सब्सक्राइबर हाने सब्सक्राइब हाने ल हाम्रो एकजना सब्सक्राइबर भेटिहालेको छ है हाम्रो बोर्डिङबाट केटाहरू बोर्डिङ केटाहरू ल है बोर्डिङ केटाहरू हेर अनर भाइहरू होइन ल यिनी हाम्रो मार्सल आर्ट कि बहिनी नि है बोर्डिङको हो तिमीहरू तिमीलाई बेस्ट विशेष गेम जिता होइन अहिले गुरस तात्तेसी अब के हुन्छ ल अहिले भेटौँ ल A few moments later. हाम्रो हामीले हेर्नुहुन्छ अमर मामीको अङ्क त धेरै रहेछ त छोइदे अघि गर दामी बवाल यार
हाम्रोमा अब तातिरहेको छ कबड्डीमा अरूमा त त्यस्तो छोरा आइज साथ देगा चक्क तो काट सकते टाइम छैन त अलि त सर्नु न पुरै भाइ अनुसार दियो यो दिदीले हामी यहाँ बस्नु यार बाल सोच्दै यार हामी स्कुलले जित्छ होला है छोड़ दे हम केड़ा हो यार सबै आउट भयो यार अन्त केही छैन हेर न पोइन्ट कति आहा आमा त्यो इजी जितेको नलाई त सरकार अमरमालीबाट अन्त अमरमालीको 19 जनकल्याणको 13 जनकल्याण 14 अमर 20 फेरि पनि जनकल्याणको नम्बर 15 रहेको छ भने अमरमालीको 15-20 ए
अङ्क अहिले अमरमालीको अङ्क 22 रहेको छ भने जनकल्याण 22-16 फेरि पनि जनकल्याण 18 अमर 22 18-22 विकेट प्लेस अमरमालीबाट अङ्क 23-18 टेक्निकल टाइम आउट अङ्क अहिले जनकल्याण 19 अमरमाली 19-23 पहिलो सेटको टिम अङ्क अमरमाली 24-19 पहिलो सेटको सेट पोइन्ट हो यो अन्तिम भने अमरमालीको लागि 19 का विरुद्ध 25 रनले अमरमालीले आफ्नो हातमा पहिलो सेट हात पारेको छ र पहिलो बलमा अमरमालीबाट अमरमालीबाट जनकल्याणमाथि भीमको पोखराको अङ्क 3 रहेको छ भने अमरमाली भीमको 3-5 अमरको 6 रहेको छ भने जनकल्याण 6-3 पहिले अङ्क अमरमाली 7 जनकल्याण 4 Thank you.
जनकल्याणको 6 रहेको छ भने अमरमालीको 8 6-8। कल्याणबाट खेलाडी परिवर्तन 3 आउट खोटिदिने। फेरि पनि अङ्क जनकल्याणको 8 अमरमालीको 9 8-9। र बल गर्न सकेन। फाइदा अमरमालीलाई। अमरमालीको 12 रहेको छ भने जनकल्याणको 8 12-8। टेक्निकल टाइम आउट जनकल्याणबाट। छात्रको कपरले सम्पर्क गर्दिनु होला कबड्डी कोर्टमा। छात्र कबड्डीमा फाइनलमा प्रवेश गर्न सफल अमरमाली र जनकल्याणमाली। भलिबल जितेर बसेछ भने केटाहरू होइन भलिबल जितेर बसेन केटा सेमी फाइनल होइन सेमी फाइनल होइन केटाहरू चाहिँ सेमी फाइनल भयो नि केटीहरूको चाहिँ कबड्डी हुँदैछ यहाँ चाहिँ यहाँनिर चाहिँ होइन उता चाहिँ भलिबल हुँदैछ मेरो चाहिँ अब लङ जम्प हाने मैले चाहिँ गोल्ड मेडल चाहिँ प्राप्त गरेँ होइन मैले चाहिँ होइन यो खुट्टाले चाहिँ हल्का साथ दिएन कि यार औलादेखि हाम्रो केटाहरू हेर्नुहुन्छ भलिबल ग्याङहरू जितेर बसिरहेन होइन ऊ हाम्रो कबड्डीको नि जित्दिएछ क्या खै जितेर भान्जालाई हेर्न सक्नुहुन्छ है केटाहरू आयो ओले भेटाउँदा एकछिन बस्यो है बुढालाई तिम्रो घर भर्खर हल्न देख्यो त
ये तो नहीं आ रहा घोडा किन तलाई यता आइपो छोप्छ हामीले ल्याउन गागले हेरी दाँतर बाटोले वा छोप दे का छोप दे के एक नंबर गयो के हुन्न मोर्दार गोडा तीन तलाई टाइम वेस्ट कर अझ सिकाउँछ अझ ल वाह गुड छोप दे ओ गुड ब्युटीले एक्लै जानु यार भेरी नाइस हामी गरेर हाम्रो केटाको छर्नी गरा दनिन भेरी नाइस कही मुजी एउटा रहेछ कुवा त्यही खैरी खाँदा अरू कोही पनि छैन ओ जित्यो अब सक्यो टाइम वेस्ट 3 नम्बर अमर बाबुले ल्यायो बाबु पुरो कता साला वर्षमा त धारा भन्तीसै जान्नुस् काले मुर्दा जान्नुस् धारामा अमर हिँड्दा गर्छ गरे जा धारामा जा काले ओ छोप दे के गर्छौ रे यार रेडरै पहिले आउट हुन्छ घोडा चारो तलाई तन्या काटे दिनु सुन्ने क्या घोडा तीन तलाई भिडियो त उंगली थी कामरी वो छोप दे ओ ये आइ जाँदा र भन्नु त यस्ता नि गुड असिमले अघि बोला छाने थियो खै त्यसको नम्बर दियो का वो त तीन तलाई भन्छ 5 जना लगेर त वो यो दिन्छ का अहिले अहिले जोस्तालो भन्ने टाइम सक्यो कल्ले ल 2000 गुजी भाइ ल जिते केटाहरुले नाम राखे मेरो नाम राखे मेरो भेज काले जित्छन् हैन कामै छैन भाइ स्वादै गरिन्छ रे लहर त बुढे बित्ता महिला ओ छगे ताटी कति सेट बनाइदिने हो यार तलबाट त देखिँदैन हान्ने नि जान्छ उठौँ यार मेरो त घुँडा दुख्छ कि
बमे जी ओ अब यो गुन्टे कहाँ गयो गुन्टे मोटे पता सीधे मोबाइल हान्दिने नि यार बलले कुले कुले भन्दियो हैन कुले भन्दियो रे ए यस्तै लुक्छ तारे लुक्छ कस्तो तारे लुक्न होला ढोल्ला इंद्र सर बाम हाल लाओ का सिधानी हो रे के तो अंगल हाल ना जो आई नहीं जाओगा हाल ला यहाँ तो भाई यहाँ भाई यहाँ तो भाई यहाँ देखा कुटी को मारा क्या बात है टिके को मारा तो कुटी को मारा तेरी ये बाहर हम बंद कर कोई घंटे का गए 2-0 अमरबादी 2 शर्ट भयो अब भयो सिंचाई छोड़ देगा जी भयो अब 3-0 साइड में आमा को छोरो साइड गुंटी कहाँ गएर खै गुंटी 4 फर्स्ट टाइम आउट मैदान फाइनल हो कि सेमी फाइनल दौड प्रतियोगिताको पुरस्कार वितरण सुरु हुन गइरहेको छ तसर्थ सम्पूर्ण विजेता खेलाडीहरू मञ्चको देवैपट्टि उपस्थित भइदिनु बल आउट अंक 11 1 अमर 4 5-1 5-1
दुई 5 धारा 2 अमर 5 विपना नेपाली 3-5 अनिशा घरती धारा 4 अमर 5 नाइस डल्टर 6-4 5-6 बजाइदिए 7-5 नम्बर स्क्वायर भएको छ 4-5 बाटो छिरे लम्बू मान्छे ओए बाटोले एक्लै लगाइदिएका छन् 8-5 अमरा धारा 5 सचिन थापा रेसा नुन्थाला सागर गाडेल लालीगुराँस एन्जलपुर नारायणी मावि सुशील बिकाउमर मावि हेलो अंक धारालाई धारा 7 अमरा विक्रम किसान भेटी गरिन दिपेश परियार लेखनी मावि विमस पुन धारा मावि सुजल किसान जनता मावि अविनाश सुनार जनकल्याण मावि सचिन थापा रेसा नुन्थाला सागर गाडेल लालीगुराँस एन्जलपुर नारायणी मावि सुशील बिकाउमर मावि विक्रम किसान भेटी गरिन दिपेश परियार लेखनी मावि दिपस पुन धारा मावि सुजल किसान जनता मावि 9 बराबर जनकल्याण मावि
अमर हेलो अब लगतै हामीले ट्र्याक्टर भएको सम्पूर्ण पुरस्कार वितरण गर्ने हुँदा हेलो ट्र्याक्टर विजेता सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई मञ्चको नजिक आइदी सहयोग गरिदिनु भएमा हार्दिक अनुरोध गर्न चाहन्छु। अब पुरस्कार वितरण ट्र्याक्टर सम्पूर्ण विजेता भाइ बहिनीहरूलाई 11 11 बराबर में है कान्छीले 19 त्यसै छक्काउने त्यस्तो बल सचिन थापा रेसन थापा सागर काळे अलि त रिएक्सन नदिनु पर्ने हो कि साइकल ठिक छ छड्दिने हेलो 15-14 अविनाश सुनार 16-14 17-15 आशीष भाइ
खेल निकै कम्पिटिसनमा चलिरहेको छ नम्बर धारालाई 19-16 विक्रम किसान अहिले अमर माविले टाइम लिएको छ दिपेश परियार विवासपुर सुजय किसान अविनाश सुनार अङ्क धारालाई 20-16 20-16 फोन नम्बरको अन्तर छ निकै मिठो स्पाइक सँगै नम्बर अमरलाई 17-20 निकै मिठो स्पाइक सँगै धारालाई धारा 21 अमर 17 21-17 फेरि धाराले अङ्क धारा 22 अमर 17 22-17 निकै मिठो 18-23 अमर मावि 18 धारा 23 18-23 फाइदा धारालाई धारा 24 अमर 18 धारा मावि सेट पोइन्टको स्थितिमा छ 24-18 24-18 दिपेश परियार धन्यवाद हजुरको सहयोगको लागि दिवस जनवरी बस्छ कोही छैनन्
ओ भाइ ओइ सम्पूर्ण ट्र्याकमा विजेता हेलो मैले बारम्बार कोच गरिरहेको छु दौडतर्फ विजेता 3000 मिटर दौडतर्फ विजेता छात्रतर्फ परविन थापा नारायण मावि यहाँ मरुर कार्की रेस नुनफला फर्स्ट र सेकेन्ड हुनुभएको छात्रतर्फ त्यस्तै छात्रतर्फ 3000 मिटरमा फर्स्ट हुनुभएको रोशनी करेल स्वर्ण र सुरक्षा परियार त्यसै गरी विजेता 1500 मिटर छात्र ईसुफ थापा नारायण मावि त्यसै गरी दोस्रो हुनुभएको सन्दीप किसान सरिता मावि त्यसै गरी छात्रतर्फ ममता पुन अमर मावि र दोस्रो हुनुभएका रोशिका थापा नारायणी मावि त्यसै गरी 800 मिटर दौडमा छात्र विमल किसान प्रथम हुनुभएको थियो भने दिपेश परिवार लक्ष्मी मावि दोस्रो हुनुभएको थियो 800 मिटर छात्र जानकी सुनार भीमसेन मावि प्रथम हुनुभएको थियो भने परमिता थापा जनता मावि द्वितीय हुनुभएको थियो दौडमा सुनिल थापा लक्ष्मी मावि छात्रतर्फ प्रथम हुनुभएको थियो भने विज्ञान थापा धारा मावि द्वितीय हुनुभएको थियो त्यसै गरी 400 मिटरमै छात्रतर्फ अन्जु परियार अमर मावि प्रथम हुनुभएको थियो भने आकृति छेत्री द्वितीय हुनुभएको थियो लेखानी मावि मैले उपयोग गरेका सम्पूर्ण विजेता भाइ बहिनीहरू कृपया स्टेज नजिक आइदिई सहजीकरण गरिदिनुको लागि म अनुरोध गर्न चाहन्छु र खेल शिक्षकहरूले पनि यसलाई सहजीकरण गरिदिनुको लागि म अनुरोध गर्न चाहन्छु भाइ म त बच्चामा त हिरो थिएँ मैले त्यो के भन्छु हटपटाडेमा फर्स्ट टिफिन लियो तर जहाँ खायो त्यो र हुँदै भनेको यसरी साथ भनेको क्यामेराम्यानलाई बुझिस् कहाँ हार्दियो उका पर्कसको भन्नु यो ब्लगर हिजो फेरि उस लिएर हिँड्दै आइफोन थरी थरीको फोन छ यस्ता मिलन चाहिँ खेल्न सकेन भन्दै थियो यार यो त औडा हो तर गति लाग्यो भने त होइन ठिक त्यो रनिङ सिलको लागि त दिएछ होइन के यो उसलाई चाहिँ नदिएछ कि भलिबल खेल्नेहरू त्यो मिलन भाइ त्यस्तो बनाए बिचरा त नम्बर कहाँ लेख्यो र उकामा त्यहाँ छेके खानका उताको 2 यताको 6 उताकाले 1 सेट खाइसक्यो 1 सेट खायो भने गयो गेम कति खायो उताकाले 1 सेट खायो 10 मा जित्ने हो त्यो अनिलाई नै भेटेर कता मुजी फोन खस्ने चिक्ने जाडो भएर काम हिँडिरहेको यसको क्वालिटी त्यति कति छैन कुन फोन हो खै रेडमी होला यस्ता मुजी अगाडि खानु पर्ने कोड थियो यो 6 नम्बर रोजिताको बियो होइन म त देखेँ अहिले होइन के भएर देख्नु भयो ब्लग बनाएको नि देखेर त्यो बहिनीहरू पनि पछिबाट प्रतीक भाइ भाइरल हुने हो क्या भाइरल ए मुजी मैले के हाने चिकन तिन लिएर मान्थेँ एउटा कुरो ओए रफ नबोल्नु नि त यार तपाईँले सिकाएका हुन् कसले
कहाँ फालेको तिमीले प्लेसिङ गरेर खेल्छन् कि जे जस्तो हो नि कोच फेरि को भन्नु न फेरि बाबा कोचलाई क्यामेराम्यान गराएछ नि यस्तो हुन्छ मैले उता गएर सिकाउनै पाइनँ ल त ए दाइ मैले सिकाएँ नि फर्स्ट लाइन हो भाइ अहिले यो म बोलेकोमा मिम हाल्छ क्या सालेले मलाई मिम हाल्छ हाँसेको मिम हाल्छ विपस आइन हजुरलाई बोलाउन यहीँकै यता अघिबाट उति कता गयो उको त्यहाँ कता गयो उका जाने हो अङ्कल जाने त्यो ढुङ्गाले हान्छु भित्र गयो कहिले जान्छ हाना यार ओए किलर है हो हक्कर हाने यार चिक्नी सक्छ त भन्थ्यो क्या त्यसले त यो अलि भाइ गर्दैन होइन कि यो होइन कि यतै दाइ हजुर म मिलाइदिन्छु क्यामेराम्यानले सिकाउने हो त भाइ खतरा ए बमे नि खेलेको थिएँ म त नाच्छ न ल बमे भनेको लाँदै साध्य यार क्यामेरा साध्ने छेत्री दस त भयो त तिनले पो भाइ चिच्याइन दाइ के देखाएर मलाई त्यो आएको रहेछ नि मान्छे खतरा हान्यो बान्दिले जे हान्छ यार केही उम्मिद जागै गडा त्यहाँ देखाइरहेका ए त्यस्तो भने आफूले चाहिँ नआउँछ भने यहाँ छन् हाम्रो खेलाडी भाइ बहिनी रे खेलाडी भाइ दाइहरू मेरो भाइहरू हो मेरो भान्जा खेलाडी भान्जा कति भर नम्बर बिचार बल बिचार खोज्दै गयो यार उताको साथ यताको कति हो र भेडाले कहाँबाट बल बोकेर चाहिँ त नि स्टेज मुनि गएको उताको नम्बर गयो कसरी टच गऱ्यो कि टच नेट टच भयो त्यो त चेन्जै भयो नि कपडाले पनि टच गर्नु भएन नेटलाई ए त्यो टच जसमा हाम्रो खेलाडीले बिगारेको छन् अगाडिकन बियरलाई 1 नम्बर बढिसकेको छ भन्दै एक खट्टा के भने भिडियो गराएको छ भाइ एक खट्टा लेडिज दाइ तैँले गर्दा भर्खरै चाहिँ हल्लियो ओए रुनै लाग्छ नम्बर त नजिक
कोर चाहिँ स्प्रे हान्ने भान्ज कोर त्यो हान्ने डक्टर बोलाएको यता आउनु मिस ठेक्यो क्या इन्दुले लाउनाले हाम्रो यत्रो सुम्न उठेछ कस्तो उताको लिप्रोलाई हेर्नु के भन्छ कालले इन्दु भन्नेलाई कराउनु राखेको थियो भान्जेको मैले सुम्न उठाइदिएर भान्जे त रुला जस्तो गर्छ हुन्छ नि मलाई कस्तो हुन्छ के खेल्यो त थाहा हार्दाखेरि साले के थाहा तँलाई के थाहा रे दाइले कहिले हार देखेकै मोबाइल गेम खेलेर दाइले हार देखेको मोबाइल गेम खेलेर छिर बन्द खेल्नु उताको ननिकाल्दै यिनीहरूले हानेको देख्न पर्यो त्यही हो यस्ता तेरा बराबर नम्बर फिक्स हान्ने कोही नि भएन क्या होइन होइन हान्छ यताको हाम्रोले हान्छ होला फिक्स तर रेयाले भनेर मात्र हो कि त्यसरी हेरेको मैले यसलाई हेरेँ त्यसलाई हेरेँ त अर्कोलाई हेरेर अर्की छक्कीलाई हेरेको हेर्नु त्यहाँ के भनिरहेका छन् सम्राटले छक्कालाई जाउँ मान छक्कालाई त्यसले नकाटिकन हाल्ने होला त्यही रफ बोलेको चौध बराबर हो 15 भएछ 15-14 रहेको छ दाइ ए उताको देखेर धन्न हात फोन गर्छु कि यार म त त्यो गर्छु छोड्की आई हाम्रो दाइले चाहिँ यिनीलाई हेरेको त्यसलाई जु भन्छ त भैँसीलाई साँडे गोरुले हान्छ यो हो साँडे गोरु हेर्नुहोस् हजुर यो साँडे तैँले मोटे पनि मैले साँडे यसको नाम हो छ यार फाइनल हो यो सेमी हो हजुर फाइनल केटाहरू जानी भयो क्या यस्तो हरकतले अहिले जित्छ फाइनलमा तर आँखेले किन झिक्दिएको नि त यता 4वटा आउँछ नि कुनै पनि खेल्न आउने सेमी नै गयो फाइनल त झन् के छ
उजे भनेको दाइ चिच्चै नै यार अहिले त मलाई चिच्चा दिसे अहिले त फ्रेस हुँदा नि चिच्चा दिसेन सिल दाइ यार चिच्चै नै यार एकछिन खायो भने ढुक्क एक्लै चिच्चा दिन्छ ल हाने यार प्लिज पार देखाओ तर अर्को यार के गरेका छन् त अझ एक सिट छैन क्या अब उताकाले खायो भने खायो चारको लिडो केटा हो जम्मा 4 गयो जम्मा 4 3 भयो 3 छात्र र छात्रा भाइ अब त 21 खै यताकालाई भोट नै गर्ने क्लास पे लाग्छ के दाइ दाइ आज जाम प्रेयर गराउन यार जिता भनेर प्लिज गॉड जितुन यिनीहरू हारे नि सिल हाम्रै हुन्छ ढुक्क हो क्या यतै साथ हारा होइन जिता जिताने यार गॉड प्लिज हान्न खतरा हान्दियो यो राम्रो खेल्छ क्या यो केटोमा यो 4 नम्बर भन्ने केटो राम्रो खेल्छ क्या 4 नम्बर जर्सी लगाएर लौरीले सुम्लाइदिएछ नि बिचरा 4 नम्बर केटोलाई किन जिस्का छन् र त्यसको नाम ओपन स्पाइक ए यो मात्र हाल्नु के यो दाइले यस्तो कि हाम्रो केटाहरू कक्षा स्कुलमा चल्ने या नचल्ने गरेको यहाँ हजुर चिच्चाउने दाइ मरहरूले चिच्चाउने अब हार्नलाई के चिच्चाउने भाइ के थाहा ब्याग हान्छ नि कि रे कसम्बर जस्तो लास्ट 2 हो यो 9 नम्बर जर्सी पनि हान्छ कि उताको 9 नम्बर जर्सी त्यसको नाम रोशन हो कि के हो त्यो त बल हेल्न हिँडिरहेको छ क्या अलिकति हामीले जुम गर्नुपर्ने छ भाइ दाइहरू खेलेकोमा हल्ले नि अब माइन्ड नगर्नु होला लामा हारेको भिडियो नि के गराउँछ रम नबोल्के साह्रो भन नभन के तर यता चाहिँ राम्रा नानी बहिनी रहेछन् जोस मैले अहिले फोनै खसालिदिउँ ल दाइ उता हट्नु जित हो लास्ट हो अब त हेलो गाइस हामी चाहिँ खेलसेल खेलेर नि हिँडिसकेका छौँ बाटो देखिए होइन बाटो देखेकै छैन केटाहरू हाम्रो ग्याङहरू यहाँ नै हाम्रो बाटो देखिए छैन गाइजहरू होइन मेरो चाहिँ खुट्टा अलिअलि इन्जर्ड भयो होइन हाम्रो नन्दा केटाहरू भलिबल हारिहाल्यो क्या अब केही छैन ठिकै छ गेम राम्रै भयो कसले मैले 4 गोल हान्ने चलो गाइस हामी चाहिँ फाइनली घर आइसकेको छ म चाहिँ घर आइसकेको छु होइन केटाहरू भलिबलमा चाहिँ हारेँ होइन त्यही पनि हारे पनि दुःख लागिरहेको हारेँ होइन ठिकै छ गेम त राम्रै भएको थियो अब हार्न सफल भयो केटाहरू अरू त के भन्ने एउटा गाइजहरू यस्तै छ होइन भिडियो अन्तिमसम्म हेरिदिनु होला भिडियो चाहिँ एकदम लामो हुनेवाला छ होइन गेम चाहिँ आज सकिएन कि लम्बियो क्या गेम
फाइनल हुनै बाँकी छ होइन फाइनल त म देखाउँछु कि नै थाहा भएन केटाहरूको गेम चाहिँ हालिदिन्छु होइन हाम्रो केटाहरूको गेम चाहिँ हाल्छु होइन त्यही हो गाइज अब भोलि पनि जानुपर्ने छ भोलिबाट मलाई गाइज धेरै बधाई यति बेला हामी अमर माविको खोजमा सहभागी भइरहेका छौँ लक्ष्मी माध्यमिक विद्यालय धम्जाका प्रधानाध्यापक आदरणीय गोविन्द भण्डारीज्यू जनता मावि धम्जाका प्रधानाध्यापक रामकुमार भण्डारीज्यू लगायत यस विद्यालयका निमित्त प्रधानाध्यापक नारायण कडेलज्यू लगायत विभिन्न विद्यालयबाट पाल्नुभएका सम्पूर्ण प्रधानाध्यापकज्यूहरू यो कार्यक्रममा सहभागी हुनुभएका सम्पूर्ण जनप्रतिनिधिज्यूहरू उपस्थित आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू र यो 3 दिनसम्म सञ्चालन भएको यो काठीखोला गाउँपालिका स्तरीय 7औं राष्ट्रपति रणशिल प्रतियोगितामा विजेता उपविजेता प्राप्त गर्ने सम्पूर्ण विद्यार्थीज्यूहरू र यो कार्यक्रममा सहभागी हुनुभएका सम्पूर्ण शिक्षक विद्यार्थी एवं सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूमा म हार्दिक स्वागत एवं अभिवादन व्यक्त गर्न चाहन्छु। सर्वप्रथम म भर्खरै सम्पन्न काठीखोला गाउँपालिका स्तरीय 7औं राष्ट्रपति रणशिल प्रतियोगितामा आफूलाई 11वटा माध्यमिक विद्यालयमा काठीखोला गाउँपालिका भरिमै आफूलाई अब्बल एउटा विद्यालयको रूपमा साबित गर्न सफल श्री अमर माध्यमिक विद्यालय जसले दोस्रो पटक काठीखोला गाउँपालिकाको रनिङ सिल उचाल्न सफल भएको छ म श्री अमर माध्यमिक विद्यालय त्यसका प्रधानाध्यापकज्यू विद्यालय व्यवस्थापन समितिका अध्यक्षज्यू लगायत सम्पूर्ण शिक्षक विद्यार्थीहरू सबै सिङ्गो अमर मावि परिवारप्रति हार्दिक बधाई दिन चाहन्छु। त्यसैगरी काठीखोला गाउँपालिका स्तरीय रणशिल प्रतियोगितामा तृतीय स्थान हासिल गर्ने सम्पूर्ण विद्यालयहरूलाई म हार्दिक बधाई एवं आभार व्यक्त गर्न चाहन्छु र सम्पूर्ण विद्यार्थीहरूलाई पनि हार्दिक बधाई एवं धन्यवाद व्यक्त गर्न चाहन्छु। निकै कठिनाइको बीचमा केही कठिनाइहरूको बीचमा केही तनाव टेन्सनहरूको बीचबाट हामीलाई केही एउटा चुनौतीहरूको बीचबाट भए पनि आज काठीखोला गाउँपालिका स्तरीय 7औं राष्ट्रपति रणशिल प्रतियोगिता अत्यन्तै भव्य सभ्य र उत्साहजनक ढङ्गले सुसम्पन्न हुन सफल भएको छ। म यसको लागि सम्पूर्ण हार्दिक आभार एवं धन्यवाद व्यक्त गर्न चाहन्छु। धन्यवाद म काठीखोला गाउँपालिका परिवारलाई दिन चाहन्छु। धन्यवाद काठीखोला गाउँपालिका अध्यक्ष आदरणीय राजु थापाज्यूलाई दिन चाहन्छु। उपाध्यक्ष तेजबहादुर थापाज्यूलाई दिन चाहन्छु। प्रमुख प्रशासकीय अधिकृत मुक्ति पौडेलज्यू लगायत सम्पूर्ण कर्मचारी टिमलाई दिन चाहन्छु। सम्पूर्ण वडाध्यक्ष कार्यपालिका सदस्यज्यूलाई दिन चाहन्छु कि जसले काठीखोला गाउँपालिकामा फरक ढङ्गबाट व्यवस्थित ढङ्गबाट मर्यादित ढङ्गबाट जुन प्रकारले यो विगतदेखि आजभन्दा 7 वर्ष अगाडिदेखि जुन रणशिल प्रतियोगिता सञ्चालन गरिरहेको छ यो
तेस्रो दिन है आज सरको इन्ट्रोडक्सन दिन पर्दा हाम्रो सामाजिक पढाइ हाम्रो अघि सर हुनुहुन्छ उहाँ चाहिँ सामाजिक पढाउनुहुन्छ उहाँले चाहिँ मैले होमवर्क नगरे नि नपढिन् केही गर्नुहुन्न सिधै 12 पढ्न आइन्छ भन्नु हो ढुक्क गाइजहरु यहाँ हाम्रो केटाहरु चाहिँ बाजा बजाइरहेको छन् हैन ओइ यो बाजालाई छोडेर आइजा त गाइजहरु सबैजनाले अन्तिम समयहरु साथ दिनु होला आज तेस्रो दिन हामीले सिम पनि ल्याइसकेका छौं हैन विशेष सरलाई चाहिँ एकदम रातै रंगोली गराएर ल्याइयो विशेष सरलाई चाहिँ गाइजहरु यस्तै छ अन्तिम समयहरु साथ दिनु होला भिडियो लामो छ एकदम लामो छ हैन अन्तिम समयहरु साथ दिनु होला लाइक कमेन्ट शेयर सब्स्क्राइब गरिदिनु होला नेक्स्ट भ्लगमा भेटौँला गाइज बाइ बाइ